आपत्ति जनाउने वा असहमत हुँदा बोलिने जापानिज शब्दहरू। नम्बर 1 दामे, हुन्न, गलत छ। केही कुरा अस्वीकार गर्दा वा गलत गर्दाखेरि प्रयोग गरिन्छ। सोर्याउ दामे दायो, त्यो हुन्न नि, गलत छ भन्दाखेरि प्रयोग गरिन्छ। नम्बर 2 चिगाओ, त्यो होइन। केही असहमत हुँदाखेरि अथवा केही गल्ती गर्दाखेरि यो शब्द पनि धेरैभन्दा धेरै जापानिजहरूले बोल्ने गर्छन्। चिगाओ यो, सोर्याउ खाउँदायो, यसरी होइन, यसरी हो भनेर चाहिँ तिनीहरूले धेरैभन्दा धेरै बोल्ने गरिन्छ। नम्बर 3 इया, हुँदैन, मन परेन। नकारात्मक प्रतिक्रिया दिँदाखेरि चाहिँ यो धेरैभन्दा धेरै युज गरिन्छ। इया सोर्याउ च्योत्तो, हुँदैन त्यो अलिकति भनेर चाहिँ यिनीहरूले धेरैभन्दा धेरै बोल्ने गर्छन्। नम्बर 4 उसो, झुट। केही कुरा अचम्म लाग्दा वा शङ्का लाग्दाखेरि चाहिँ धेरैभन्दा धेरै प्रयोग गरिन्छ। उसो, हो नि त नि। नम्बर 5 एमेते, रोक। हामीले केही गरिरहेछ भने उनीहरूले रोक्नु पर्यो भने एमेते माता दायो, रोक, बाँकी छ भनेर चाहिँ उनीहरूले धेरैभन्दा धेरै युज गर्छन्।